सुन, हर्क साम्पाङलाई गाली गर्ने घन्टेका मित्रहरू, हर्क साम्पाङलाई मात्र कति गाली गर्छौ है। तिमीहरूको सरकार बनेको 40 दिन भएको छैन, 48 अर्ब ऋण ल्याइसक्यो। होइन भने यो भिडियो हेर। बालेन सरकार बनेको 40 दिनमा थपियो 48 अर्ब वैदेशिक ऋण। प्रतिदिन 1.25 अर्बको दरले ऋण थपिएसँगै देश डाँट पल्टिने जोखिम बढ्यो। दर्शकबिन, विगतमा सरकारले लिएको ऋणको चर्को आलोचना गरेर राजनीतिमा उदाएको वर्तमान सरकारले पनि अस्वाभाविक ढङ्गमा वैदेशिक ऋण लिइरहेको छ। तथ्याङ्क अनुसार अहिलेको बालेन सरकारले 40 दिनमा 48 अर्ब रुपियाँ भन्दा बढी वैदेशिक ऋण लिएको छ, जुन ऋण प्रतिदिन 1.25 अर्बको दरमा हुन आउँछ। यही गतिमा वैदेशिक ऋण लिएर ब्याज तिर्ने र कर्मचारीलाई तलब खुवाउने हो भने देश टाँट पल्टिन धेरै समय लाग्दैन र यसै पनि नेपाल ग्रे लिस्टबाट ब्ल्याक लिस्टको सूचीमा झर्दैछ। देख्यौ त यो भिडियो? अहिलेको सरकारको योजना नै वैदेशिक ऋण ल्याउने र नेपाललाई टाँट पल्टाएर चाहिँ विदेशीको जिम्मा लगाउने हो। खोइ बुझेको कुरा। हर्क साम्पाङलाई मात्रै गाली गर्छौ, आफ्नो सरकारलाई पनि प्रश्न गर न, किन ल्याएको, के गर्दैछ ऋण ल्याएर भन्ने कुरो। त्यतातिर तिमीहरूको ध्यान जाँदैन? अलिक दिमाग छैन भने दिमाग चलाउने गर है त। बात त सही है। साथीहरू,